वेलकम ब्याक अगेन। सो आज हामी चाहिँ दुईजना बिहान निस्किँदैछ। यसको विवरण चाहिँ गुरुले दिन्छ। के हो गुरुको हामी चाहिँ एउटा फसिल वाइल्ड लाइफ भनेर चाहिँ ग्लेनरोज टेक्सस कि ग्लेनवुड टेक्सस भनेर चेक गर्न हामी त्यहाँ आएछौँ एन्ड वी आर रेडी। त्यसको कति बजी गुरु अहिले? तिम्रो लगभग 12-13 हो। सही टाइम छ, सही टाइम छ। आज वेदर कस्तो राम्रो छ है। ल त्यसको हो क्रास छ यहाँ चाहिँ फेरि पार्टी हो के बज्यो ट्याङ ट्याङ बज्छ ल। ल त्यही हो गाइस, लेट्स गो लेट्स सी। हामी अपडेट दिँदै गर्छ। त्यहाँ साउ कसरी हामीले अमेरिकामा ट्र्यास हाल्छ गाह्रो छ नि फेरि। साह्रो छुट्यो है फेरि हामीले ट्र्यासमा जाँदैछ है। यसको भए पनि तँलाई छोड्नु थियो अनि मेरो मनले तँलाई सम्झिन कम गर्थ्यो किनकि मलाई अर्कै केही मन गर्थ्यो। ग्यास कसरी हाल्छ है यो चाहिँ हाल्नु पऱ्यो। अप्सन हुन्छ कुन चाहिँ हाल्ने भनेर। अनि पुरै डिजिटल हो ड्याङ्ग हाल्यो। नेपालमा जस्तो त्यो मान्छे कुरो बस्दैन यहाँ चाहिँ अटोमेटिक हुन्छ। That's how it's work baby, that's how it's work. सो यहाँको चाहिँ हाम्रो ग्यास स्टेसन घर नजिकको यसको नाम के अरे? सुपर फ्युल होइन, दिस इज द सुपर फ्युल। हाम्रो घर चाहिँ यतै हो, यो अपार्टमेन्टतिर हाम्रो घर चाहिँ। योदेखिको सबै हाइवे भइहाल्यो, जस्तो हाइवे। Big ass gas station, chicks baby, everything is big here. It's shout out to Corona. Corona, yeah. Surprise the liver. So right now हाम्रो ग्यासको प्राइस चाहिँ 319 छ र डिजलको चाहिँ 434। हाम्रो डेस्टिनेसन पुग्न चाहिँ हामीलाई 1 घन्टा 21 मिनट लाग्छ। सो विल बी देयर बाई 2:37 राइट नाउ। हामी चाहिँ बेडफोर्डमा छ। बेडफोर्ड भनेको ब्युटिफुल हाइवे अफ टेक्सस। अझै ठुलो हुन्छ है फेरि, यो त अझै सानोवाला हो नि। यहाँको रमाइलो कुरो चाहिँ के भयो अरे कुरो? रमाइलो कुरा के भन्दाखेरि मैले एक्चुली क्लेमन स्टेट पार्क भन्ने ठाउँमा आएको थिएँ। अनि खासमा हामीले यो फोसिलियन चाहिँ म्याप लाएर चल्दै त्यही बाटो गएको थियो। त्यही बाटो कि फेरि हामी दुईजनै आएको थियौँ यो लास्ट टाइम। दुईजना आएको थियो। त्यो पनि कोइन्सिडेन्स राम्रै हो। अहिले हामी फेरि त्यही बाटो जाँदैछौँ, खुसी लाग्यो। अहिले चाहिँ अलि टाढा अहिले टाढा, अहिले चाहिँ टाढा छ। नाइस छ। नाइस छ। त्यस्तै हो, घुम्नु पऱ्यो। लाइफ यस्तै हो, अप्स डाउन। आज नै नहोला, भोलि नै नहोला, पछि त होला नि गरेपछि। अनि कुरो त्यसपछि मतलब नै हुँदैन कागजको पैसालाई कसले कमायो कति, त्यही हो क्या, मतलब नै हुँदैन कि। मेक मेमोरिज, मेक फ्रेन्ड्स, इन्जोय यर लाइफ, होइन? द्याट्स इट, नथिङ एल्स। फर्किँदा चाहिँ त्यहाँ टाइम गरौँ। फर्किँदा चाहिँ टोल अभोइड गरेर जङ्गल ए ल हुन्छ हुन्छ ल। हाइवेभन्दा 2 घन्टा लागोस् बरु। ओ lots of dinosaur है बारी बारी। यस्तै छ माहौल।
ठ्याक्कै यो फोसिली मोबाइल एक्सिडेन्टको भित्र छिर्यो होइन लेसको बाइक क्रेज छ दामी छ नाइस छ अगाडि देखाउनु ब्युटिफुल छ यो दामी खालको ट्राफिक रहेछ है पोर्सिन चाहिँ अगाडि यो पनि यहाँ छ कति देखायो हामीले यसलाई भने हाम्रो अगाडि हिँडिरहेको छ यो डाइनोसरहरू यहाँ घाँटी धन्काएर बसिरहेको छ यहाँ चाहिँ अप्सनहरू रहेछ एउटा सेल्फ नि मिल्ने रहेछ आफै गाडी लिएर जान अनि अर्को चाहिँ गाइडेड टुर नि हुने रहेछ गाइडेड टुर चाहिँ कस्तो भन्दाखेरि सौरामा गाडी लिएर गएको जस्तो नि गर्न मिल्ने रहेछ क्या This is the life we want वेलकम सुन्दैछ यो चिज है यो चिजमा हामी चाहिँ यो चिजको लागि बुझ्न जाँदैछौँ लेसी यो चिजमा रमाइलो हुन्छ नि फेरि 1800 एकरमा के देखिन सकिन्छ भन्ने कुरा यो यति धेरै देख्न सकिन्छ ड्राइभ सफारी टुर र बिटिएस टुर देयर इज 3 अप्सन है यहाँ चाहिँ यस्तो नि पाइन सकिन्छ है फेरि सक्दैन नि हाम्रो फेरि ट्याँ हान्दै सिधै यो चाहिँ टिकट काट्ने एउटा काउन्टर भइहाल्यो We got our tickets. So this is the parking vans. ये खुवाउनेवाला होला पक्कै यो चाहिँ हाम्रो यसको नाम चाहिँ के होला के छ तिमीहरूको नाम के भन्नु पर्यो है औ सोले उठ न यार ल यता साथी भाइ बस है तिमीहरू राम्ररी बस है हाम्रो हल्का डिस्क्रिपेन्सी भयो हैन सिधै सिर्छ त ओ आमा के हो साथी कति जोसमा हो छोडिदिउँ न तिमी यस्तो नगर न के हो पारा भएन है तिम्रो बेग पाउनुपर्छ कि यसलाई एक सर्दैन दिनु ताम दिन्छ अहिले त ए ल जाऊ बाई बाई तिमी अलि साडी भयो कस्तो मुन्डो ल्याइदियो है त्यसले त हामीले त के हो मरिसै देखाएर कसको सोल्टी खाउन त मास गुरु के हो ओरमती नसक्नु छ त हो आमा यसको सास हेरै त बाई 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 यो चाहिँ ज्ञानको चाहिँ ट्राफिक क्रेजी छ कि पछाडि पुरै त्यो ट्राफिक हो होइन अनि तिनीहरू खैरहेको रहेछ त्यो वान टाइम एक्सपिरियन्स इन लाइफ है ए बाबु राजा ए यता हेर ल आऊ चिजी यस्तै हुन्छ ट्राफिक नियम पालना गर्ने गरौँ है ट्राफिक नियम पालना गर्ने गरौँ तिमीहरू स्ट्रेट बाटोमा नहिँड्या है कता हो सोल्टीहरू कति लामो हो सिङ त अहिले हामी चाहिँ यहाँ बिचमा एउटा खाजा खाने ठाउँ र रेस्टरुम रहेछ क्याफे जस्तो सो नाइस भ्यू हामीहरू रोकिरहेछौँ The view is so beautiful, man. Just love it. तर त्यहाँ जिरा देखिने रहेछ नि एउटा कुरो क्या त होला त्यहीबाट आएको रहेछ सो हामी चाहिँ त्यहाँ रेस्टरुममा एकछिन बस्यौँ कुकसुक खायौँ अनि त्यहाँ भित्र घुम्यौँ अब फेरि हामी अहिलेसम्म हामीले हाफ मात्रै भ्याएको रहेछ नेक्स्ट हाफ अझै घन्टाको रहेछ क्या It's gonna be a lot of fun, होइन जेब्रा जिराफ फर्स्ट एक्सपिरियन्स
माथि भएको जनावर कुन जिराफ सर यदि कसैले भन्छ भने त्यो राइट एन्सर है यसको जिब्रो नि फर्स्ट क्लासको लामो लाग्यो क्या यसको जिब्रोको लम्बाइ त यो जेब्राको भन्दा नि लामो जेब्रा खुट्टा डर लाग्थ्यो डर लाग्दो थियो नि डर नडर है नाइस गुरु नडर इट्स फाइन ड्याम कत्रो हो यो सही रहेछ हामी चाहिँ अहिले अर्को डाँडामा छ अघि हामीले फोटो खिचेको रेस्टरुम गएको अनि त्यो क्याफेहरू भएको चाहिँ यो डाँडामा हो सो हामी ठ्याक्कै अहिले अर्को डाँडामा आइसक्यो अनि डाँडाबाट देख्ने भ्यू हो यो चाहिँ चिता हो रोबर्ट हाम्रो फ्यामिलीलाई धेरै धेरै धन्यवाद चाहिँ फोसिल रिममा यहाँ अब चाहिँ चिताहरू देख्न सक्ने धेरै चान्सेस छ यसको चिता सुती राजा ए उठ अल्छीमा दिनदिन सुत्छ कहाँ ए यहाँ रहेछ अल्छीको बानहरू मेरो कति अल्छी हो बस्या खा बस्या खा केही गर्नु छैन ट्राफिक नियम पालना गरौँ है हेलमेट लाउँ बाटो छोडौँ है साथी ओहो हामी चाहिँ अहिले यो फोसिल रिम प्रिजर्भको राउन्ड हानेर भ्यायो होइन अनि आउँदा आउँदा यहाँ इन्ट्रान्सको लेफ्ट साइडमा चाहिँ डाइनोसर्सहरूको स्ट्याचु राखेको रहेछ हामी अब यस वी आर ट्राइङ टु टेक ब्याक अ डाइनोसर डाइनोसर साइड हुन्छ ल पछाडि दिस इज द डाइनोसर्स बिग एस डाइनोसर्स कत्रो हो त मुन्टु त कहाँ हो अहिले चाहिँ हामी डाइनोसरसँग फोटो खिच्ने कार्यक्रम सकेर लाग्दैछौँ गाडीतिर हाम्रो मेन इन्ट्रान्स यही हो अनि टिकट काट्ने ठाउँ चाहिँ यो हो अनि एउटा टिकट काटेपछि त पछाडि देखेको पार्किङ ट्रान्सबाट चाहिँ जानु मिल्छ त्यही हो अनि लाइक इभेन्चुली यो बाटो चाहिँ यहाँ आएर जोइन हुने रहेछ टिकट एकदम अफोर्डेबल छ अनि वर्थ इट पनि हुन्छ फुल राउन्डै एरिया छ क्या यो एरिया चाहिँ यहाँबाट छिरेर गएर कहाँ 2-3 डाँडा अनि त्यसपछि रिटर्न ब्याक प्लेस दामी या लाइक अनएक्सपेक्टेड छ हामी चाहिँ रेडी टु गो सुरु त्यही हो तर अनएक्सपेक्टेड छ यहाँ जहाँबाट हामी पार्किङ चान्स लिएर माथि जाँदा चाहिँ लाइक
डाँडा पछि अर्को डाँडा आउँछ लाइक वाइल्ड एनिमलहरू त्यही तरिकाले आउँछ इट्स सो नाइस चाहिँ अलवेज ट्विस्टमाथि ट्विस्ट हानिदिने हो होइन हामी चाहिँ नयाँ नयाँ खोज्ने मान्छेहरू अहिले त्यही भएर पहिला आएको बाटो जान मन लागेन त्यही भएर नेक्स्ट रुट चाहिँ यहाँ सही भेट्यो क्या 10 मिनट तलमाथि हुन्छ तर एकदम बेस्ट अघिको बाटो रिपिट हुँदैन जाने बेलामा डाइनोसर्सहरूलाई बाई बाई अब त्यो त रोइरहेको थियो कि मलाई अब यस्तो रुकिँदा पछि आउँछ ल बाई होइन गुरु एकदमै निक्दै ल ओहो म फेरि बिसा लागेको थिएँ नि म्याप्लिकन छ गुरु एक गइदिनु उबर्लु भने हेरेँ द नेचर रेस्टुरेन्ट क्याफे अरे अहिले ठाउँ ब्रान्ड चाहिँ के हो takes us चरा कत्रो We are in front of the Jack in the Box. उल्टो भने क्या हो अनि Jack in the Box है हो यस्तो पारामा लास्ट भोग लाग्यो कस्तो दामी लेक गुरु अगाडि उतापट्टि पहिला खाउँ होइन पहिला खाउँ होला भोगले सिका के छ अब होइन आजको के छ मिल 11 नम्बरको ग्रिल चिकन स्यान्डविच त्यो एउटा आउने त्यो हानेपछि पुग्छ गुरु त्यो हान्छ हेभी चाहिँ ल पहिला म एक्चुली यिनीहरूसँग डिल के सोध्छु त्यसपछि त्यहाँ हान्नुपर्छ डिल ओभर हियर म्यान होइन त्यही हो 75 years अफ ज्याक इन द बक्स के खाउँदा यार कोक त अघि हानिसक्यो हो स्प्राइट डाइट कोक कस्तो डक्टर पेपर लट्ठी छ है लट्ठी चाहियो है म स्ट्र पाइपलाइन हो गुरु म यता गएँ ल म यता लाग्यो मैले एक्चुली ट्राई गरिसकेँ बट लेट मी ट्राई स्विट रियल ब्रेड मलाई मनपर्छ बट आइसहालौँ न पहिला यस्तो गरौँ हल्का भ्लगिङ छोड्नु जस्तो लाग्यो पल्टी यसरी हुँदैन ब्युटिफुल भ्यू है त्यो ह्यापकिन्स ज्याक इन द बक्स रेडी भइसकेको छ तपाईँले देख्न सक्नुहुन्छ ज्याक इन द बक्समा हामी रेडी छ कि बिकज वी आर हङ्ग्री वी निड टु इट समथिङ हाम्रो अहिले अब तिम्रो युट्युबमा 1 मिलियन सब्सक्राइब छ भने हल्ली फ्रीमा दिनु पऱ्यो हामीलाई भन्नु हाम्रो रेडी छ है अहिलेको अनुहार र अहिलेको अनुहार हाम्रो अलिकति चमक भेटाउनु होला चमकको रात भनेको ज्याक इन द बक्स टन्न हो कि टन्नवाला सोलो घर यस्तै घर हट वन्स मुन्ची मिल खौखा खोला यो पढ्यो भन्दाखेरि भ्याइँदैन आयो तना हुनसक्छ पढ्दा पढेर साइको भएन म के गर्ने ठिस हुन्छ नि कुरा
फर वाचिङ आवर भिडियो आज चाहिँ हामी टक्क कोचिङ गएर आइयो यो चाहिँ इभिनिङ हामी अब घर आइयो अब एकछिन चिलमा बस्छौँ तिमीसँग खाऊ ओहो नि कन्ट्रोल है नानी ल ल अर्को नि एउटा ए हे सो क्युट कस्तो राम्रो देख्यो है ल एउटा लास्ट भयो बाई बाई